हर्कसामाङ राजसभासँग समन्वय गरेर सरकारमा नजाने उसले आफ्नो खुल्ला तरिकाले स्पष्ट पारेका छन्। उसले खुल्ला तरिकाले भनेका छन्, हामी राजसभासँग समन्वय गरेर सरकार बनाउन जाँदैनौँ, किनकि हामीलाई जनताले जति मत दिएका छन् हामी त्यतिमै खुसी भएर बस्छौँ। हामीलाई जनताले सरकारमा जाने हो भने जनताले त्यति नै मत दिएर पठाउँथे होला नि, त्यो भएर हामी अहिले राजसभासँग समन्वय गरेर सरकारमा जाँदैनौँ, हामी प्रतिपक्षमा नै बस्छौँ भनेको उसले आफ्नो दाबी गरेका छन्। र ठिकै पनि हो, एक प्रकारले हेर्दाखेरि हर्कसामाङ यदि सरकारमा जाने हो भने प्रतिपक्षमा बस्नको लागि एउटा दरिलो खम्बा पनि चाहिन्छ। त्यो भएर हर्कसामाङ सरकारमा जाने बित्तिकै प्रतिपक्षमा बस्ने मान्छेहरूको अलिकति सत्य, प्रतिपक्षमा बस्ने मान्छेहरू पनि अलिक सत्य मान्छेहरू चाहिन्छ। त्यो भएर सत्य मान्छे हर्कसामाङ मात्रै हुन् प्रतिपक्षको लागि। अहिले हेर्दाखेरि पुराना दलहरू प्राय सबै नै खराब देखिन्छन्। त्यो भएर स्वच्छ छवि भएको एक प्रकारको एउटा व्यक्ति प्रतिपक्षमा आवश्यक छ। त्यो भएर हर्कसामाङ सरकारमा नगइकन प्रतिपक्षमै बसेको ठिक हो जस्तो लाग्छ।